एउटा चाहिँ पागल स्याल जस्तो जुन गणतन्त्रका मतियारहरू गरिरहेका छन् उहाँहरूलाई चाहिँ घर घरमा घुसेर अब जनताले कारबाही गर्नुपर्छ। राजाले पनि द्वन्द्व नहोस् भनेर चाहिँ दरबार छोडिबक्स्यो। त्यस पछाडिदेखि हामी यो गलत भयो, यो देशमा राजतन्त्र हुनुपर्छ र ज्ञानेन्द्र सरकार नै यो देशको राजा भएर यसको शासन सत्ता चलाउनुपर्छ भन्ने हिसाबले हामी लागिरहेको थियौँ। आज 17-18 वर्ष पुग्दा समय आए पनि ढुङ्गो पनि बोल्छ भनेको हो रहेछ। जनता पनि बोले, राजा पनि बोले भने यी कतिसम्म झुटा रहेछन् भन्ने कुरा जनताले अब हेर्न पर्यो नि। कतिसम्म जनताको आँखाको अगाडि देखादेखि भएको कुरा त यिनले यसरी झुट चाहिँ बनाएर जनतामा भ्रम छर्न खोज्छन् भने यिनले जनतालाई झुक्याएर जनतालाई चाहिँ ढाँटेर कति लुटेका होलान्, कति चुसेका होलान्, जनतालाई कति दुःख दिएका होला। त्यस कारणले यी गणतन्त्रवादीहरूको अब कुनै पनि जनताले कुरा सुन्नेवाला छैनन्। किनकि आज हेर्नुहोस्, यिनीहरूको कुरा त जनताको त्यो सामाजिक सञ्जाल पनि एउटा मत हो नि त, तपाईँको युट्युब पनि एउटा मत हो नि त। त्यहाँबाट हेर्ने हो भने यिनीहरूको त चाहिँ 100 जना मान्छे पनि हेर्दैन। अन्त राजाको फोटो आयो कि त्यो मिलियन भ्युज पुग्छ। त्यस कारणले म अब हिजो 25 गते श्रीमान ज्ञानेन्द्र सरकारको स्वागतमा उर्लिएको जनसागरलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। अब त्यो जनसागरको लक्ष्य श्रीमान ज्ञानेन्द्र सरकारलाई गति आरोहण गराउने र यो देशमा चाहिँ कानुनी राज्यको पुनर्स्थापना गर्ने र भ्रष्टाचारीहरूलाई चाहिँ ठेगाना हो। अब त्यो चाहनु तपाईँ त्यति कुरा तपाईँ चाहनुहुन्छ भने अब त्यहाँ आएर मात्रै पुग्दैन। अब हामी चैत्र 2 गते सामाकोसीबाट नारायणीसम्म नारायणी दरबारमा राखेको सिपेज जनताको नासो त्यो जनताले फिर्ता नलिएछ। हाम्रो आन्दोलन जारी छ। जनताले साथ दिनुपर्छ र चाहिँ जहाँसम्म लाग्छ जनताको सहभागिता अस्तिको जस्तै लाखौँमा परिणत भयो भने हामी 2 गते नै त्यो सिपेज चाहिँ जनताको हातमा लिएर ज्ञानेन्द्र सरकारलाई पहिल्याउन सक्छौँ। तर जनताले हामीलाई साथ दिनु पर्यो, शक्ति दिनु पर्यो, ताकत दिनु पर्यो, विश्वास गर्नु पर्यो। अब सुनिन्छ गणतन्त्रवादीहरूले पनि गणतन्त्र बचाउन गणतान्त्रिक भेला गर्ने रे। जनताले पत्याउँछन्। अब लोकतन्त्रको नाममा, गणतन्त्रको नाममा जुन निरङ्कुश तन्त्र हावी भएको छ, अब ठाउँ ठाउँमा कर्फ्यू लगाइएको छ भनेपछि यो नेताहरूको यो लोकतन्त्र र यो निरङ्कुश तन्त्रको अन्त्यको लागि चाहिँ सम्पूर्ण नेताहरूको जुनसुकै दल होस् पार्टीको झण्डा मुनिको कार्यक्रमको चाहिँ सम्पूर्ण कुरा जनताले बहिष्कार गर्नु। गणतान्त्रिक पार्टी जसले गणतन्त्रबाट यो देश लुटेको छ उहाँहरूको पार्टीको चाहिँ हरेक कार्यक्रम जनताले चाहिँ गाउँ गाउँ टोल टोल र आफ्नो चाहिँ हरेक क्षेत्रबाट बहिष्कार गर्नुपर्छ। त्यसलाई बहिष्कार गरौँ र राजाको पक्षमा शान्तिपूर्ण लाखौँ लाखको चाहिँ एउटा जनप्रदर्शन त्यसलाई भव्यताका साथ अगाडि बढौँ र चाहिँ त्यही जनताको ताकत र शक्तिले चाहिँ नेपालमा राजतन्त्र पुनर्स्थापना गरौँ भन्न चाहन्छु। र पर्सि 2 गते शनिबार हामी 12 बजे सामकोसीमा भेला हुन्छौँ र त्यहाँबाट चाहिँ विशाल जुलुसका साथ हामी नारायणी आउँछौँ। हाम्रो कार्यक्रम शान्तिपूर्ण हुन्छ किनकि लाख हुँदा त हामी शान्तिपूर्ण थियौँ। शान्तिपूर्ण जनताको टाउको नफुटाइकन हामी यो देशमा तपाईँको चाहिँ श्रीमान ज्ञानेन्द्र सरकारको तेस्रो पटक गति आरोहण गर्न चाहन्छौँ। हामीलाई साथ दिनुहोस् र नारायणीमा हुने कार्यक्रम तपाईँले त्यो दिनको कार्यक्रमलाई चाहिँ एउटा पर्वको रूपमा मनाउँ। यति भन्दै अब साइबर शक्तिको यो पत्रकार सम्मेलनमा यहाँहरूले साथ दिनुभयो, यहाँलाई धन्यवाद। र तपाईँहरूको साथ सहयोगले नै आज यत्रो माहौल बनेको छ। मिडिया पनि एउटा चाहिँ शक्तिको रूपमा, जनताको शक्तिको रूपमा स्थापित भएको कारणले यहाँलाई पनि धन्यवाद दिन चाहन्छु। र यो राष्ट्रिय झण्डा मुनि हुने कार्यक्रममा अब हुन त हामी त्यो जुलुस अस्ति जाँदाखेरि पनि मान्छे किनारबाट हेर्ने, झ्यालबाट हेर्ने, अब फेसबुकमा लाइभ गरेर हेर्ने त्यो देखिया छ। तर अब झ्यालबाट हेरेर पनि पुगेन, किनारबाट हेरेर पनि पुगेन। तपाईँहरू सडकमै जानु पर्यो। सडकमै आउनुहोस्। एक घर, एक राष्ट्रिय झण्डा, एक व्यक्ति निस्किने हो भने एकै दिनमा यो गणतन्त्रका चाहिँ मतियारहरूको विनाश हामीले गर्न सक्छौँ। अस्ति एकजना भारतीय मन्त्रीको फोटो यहाँको र्यालीमा व्यापक भाइरल भयो नि, के थियो सर त्यो? अनि उहाँ त चाहिँ अब हिन्दू राष्ट्र नेपाल, हिन्दू राष्ट्र, हिन्दू अधिराज्य नेपाल, अनि अब विभिन्न धार्मिक व्यक्तित्वहरूलाई आदर्श व्यक्तित्व मान्ने प्रचलन हरेक देशमा हुन्छ नि त। जस्तै तपाईँको चाहिँ कसैले चाहिँ अब लाखौँ लाख मान्छे थिए, कसैलाई चाहिँ अब हिन्दूवादी मान्छेले योगीजीको चाहिँ फोटो मन पर्यो, उहाँले ल्याएर चाहिँ त्यहाँ देखाउनु भयो, त्यो उहाँको नाम व्यक्तिगत नाम राखेर देखाउनु भयो होइन। त्यो ठुलो कुरा होइन, कुरा बुझ्नु पर्यो। जस्तो अस्तिको 25 गतेको कार्यक्रमहरू जस लिने होड चलिरहेछ। दुर्गा प्रसाईले आफूले जस लिनुभएको छ, तपाईँहरू साई नेपालीले, कमल थापाले, राप्रपाले, तपाईँले एकअर्काको अस्तित्व चाहिँ किन स्वीकार गर्नु भएको छैन? तपाईँको एजेन्डा त एउटै होला नि। यो अलि मिडियाको प्रोपोगन्डा हो। यो कसैले जस लिएको कुरा होइन, त्यो जनताको कार्यक्रम हो।
राजा र जनताको कार्यक्रम हामी जन्तै भएर गएका छौँ त्यहाँ र राष्ट्रिय झण्डा बोकेर गएका छौँ र त्यहाँ संगठन पार्टी के भन्ने कुरा त्यसलाई हामी त्यो बेला बिर्सिया छौँ र राजा फर्काउने सडक आन्दोलनमा हामी जन्तै भएर अगाडि बढेका छौँ र संगठनको त विभिन्न आफ्नो अस्तित्व हुन्छ त्यो आयोजना आफ्नो किसिमले गरे हुन्छ होइन त्यो जस लिने होडबाजी छैन किनकि हामी वैचारिक धरातल हाम्रो एउटै हो उद्देश्य हाम्रो एउटै हो ज्ञानेन्द्र सरकारलाई नै गति आरोप गराउने हो त्यस कारणले हामी सधैँभरि एक छौँ र चाहिँ यो भयो त्यो भयो भन्ने चाहिँ यो विषय चाहिँ त्यस्तो अतिरञ्जित तपाईँको ज्ञानेन्द्र सरकारले खलासीको सकिदिए त्यहाँ खलासीको जस्तो गाडीमा चाहिँ गइरहनु भएको छ उहाँको व्यक्तिगत विचार हो अनि उहाँको व्यक्तिगत विचार हो उहाँको व्यक्तिगत विचार हो हाम्रो लडाइँ चाहिँ हाम्रो उद्देश्य चाहिँ गणतन्त्र परास्त गर्ने हो भ्रष्टाचारीहरूको अन्त्य गर्ने हो हिन्दू राष्ट्र प्रतिस्थापन गर्ने हो हामी होइन हामी आफू आफूमा के पनि छैन त्यो हाम्रो उद्देश्य श्रीपाद ज्ञानेन्द्र सरकारले तेस्रोपल्ट राजा घोषणा गर्ने हामी त्यसमै सीमित छौँ जसले जाँदाबाट गर्नुभएको छ उहाँलाई म धन्यवाद दिन चाहन्छु जसले जति सक्नु भएको छ उति गर्नुभएको छ र जनताले पनि साथ दिनुभएको छ त्यहाँ सहभागी हुने सङ्घ संगठन पार्टी जनता सम्पूर्णलाई म साइबा समितिबाट धन्यवाद दिन चाहन्छु एउटा प्रश्न लास्ट प्रश्न जस्तो तपाईँहरू पटक पटक भन्नुहुन्छ धेरै राजाहरू जन्मे भनेर तपाईँको भनेर ज्ञानेन्द्र सर राजा बनाएर प्रधानमन्त्री नबनाएर हुँदैन र भनेर सिस्टम ल्याउँदा हुँदैन तपाईँहरूले ल्याउने भयो भने किन प्रधानमन्त्री बनाइराख्नु बेकारमा खर्च हुन्छ राष्ट्रले पाल्नुपर्छ होइन तपाईँले यसरी भन्नु नेपालको राष्ट्रस्थायी प्रजातन्त्र लिएर आएको कुनै दलले लिएर आएको होइन नेपालको राष्ट्रस्थायी प्रजातन्त्र ल्याएको कारणले नेपालको राष्ट्रपतिले जहिले पनि जनप्रतिनिधिलाई प्रधानमन्त्री बनाएको इतिहास छ जनप्रतिनिधिलाई मन्त्री बनाएको इतिहास छ नेपाल किन बनाउनु भएन जनताको छोरो मन्त्री बनाएर ज्ञानेन्द्र सरकारले आफ्नो क्याबिनेटमा पनि उहाँले के शाह फौकरी मात्रै हान्नुभएको थियो त्यो त्रुटि कमजोरी हो त्यो छोडिदिनुहोस् मैले भन्न खोजेको श्रीपाद ज्ञानेन्द्र सरकार राजा भइसकेपछि जनताकै छोरा प्रधानमन्त्री भएर आउँछन् जनताकै छोरा मन्त्री हुन्छन् जुन यो लोकतन्त्र यो जुन तपाईँहरूको स्वतन्त्र चाहिँ जुन अहिलेको अवस्था छ नि त्यो कायम रहन्छ तर यसलाई कानुनी रूपमा यसलाई चाहिँ भ्रष्टाचारीहरूलाई कारवाही गर्ने र विदेशी दबावलाई निस्तेज गर्ने र एउटा वीर नेपालीको इतिहास कायम गर्ने भयो त्यसो भए योगी आदित्यनाथलाई मात्र मान्ने अरू विदेशीलाई चाहिँ हामीले बाइकआउट गर्ने यो तपाईँको प्रश्नको कुनै अर्थै छैन योगी आदित्यनाथ चाहिँ तपाईँको हिन्दूवादीहरूले मान्न पाए विश्वभरिका हिन्दूहरू नेपालमा पनि बस्छन् अनि योगी आदित्यनाथ पनि मान्छन् मोदी पनि मान्छन् सबै मान्छन् क्या त्यो तपाईँले स्वेच्छा व्यक्त गर्न पाउनुभयो नि त त्यो जुलुसमा हामीले चाहिँ के राजावादीको मात्रै राजा ज्ञानेन्द्रको मात्रै फोटो राख भनेर यो पार्टीहरूले गरे जस्तो चाहिँ माओको मात्रै लि लेनिनको मात्रै लि त्यो हाम्रो त्यो चाहिँ राजाको लागि सबै साझा कुरा बुझ्नुभयो नि त्यसैले राजाको लागि सबै साझा भएको कारणले त्यो महासागरमा त्यो एउटा फोटो आयो त्यो फोटोलाई चाहिँ अतिरञ्जित गरेर चाहिँ यो यहाँबाट परिचालित चाहिँ यो रहेछ भन्ने कुरा नजरौँ अब हाम्रो उद्देश्य भनेको नेपाललाई सुशासन कायम राख्न श्रीपाद ज्ञानेन्द्र सरकारको तेस्रो पटक गति